हेलो नमस्ते साथीहरू। नमस्ते 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 नमस्कार। म चाहिँ दिदी घर गएको भिडियो चाहिँ हालेको थिएँ मैले हैन। दिदी घर जाँदाखेरि चाहिँ भिडियो गरेको थिएँ हैन। यो भ्यू हेर्नु होला। मैले दिदी आउनुभएको चाहिँ भिडियो गर्छु भनेको थिएँ। सरी माफ गर्नु होला, मैले दिदीको भिडियो चाहिँ गर्न सकिएन किनकि अब दिदीले भिडियो नहालौँ भन्ने चाहिँ दिदीले भन्नुभयो। भिडियो चाहिँ गरेको थिएँ मैले, तर त्यो भिडियो चाहिँ डिलिट गरेँ। अनि यो चाहिँ मेरो गाउँभन्दा तल सिन्धुसुरुङ भन्ने ठाउँ हो। मेरो गाउँ चाहिँ अलिकति उतापट्टि पर्छ। अहिले म देखाउने छु। म चाहिँ दिदीको घरमा फाइनली खानासाना खाएर चाहिँ निस्केर आइसकेँ दिदी घरबाट। मैले दिदीले भनेको थिएँ, दिदी मलाई तपाईँले थाहा नपाउने गरी म सरप्राइज दिन आएको भनेको। अनि पछि मैले भिडियो गर्न खोजेको थिएँ, भिडियो गर्दै थिएँ। दिदीले के भने हुँदैन मेरो त भिडियो हाल्नु त म त आजसम्म काहीँ पनि हालेको छैन भन्नुभयो। भिडियो चाहिँ गरेको थिएँ। सरी गाइस, मैले त्यो दिदीको मेरो प्यारी दिदीको भिडियो चाहिँ हाल्न सकिएन। दिदीको अनुमति बिना मैले भिडियो हाल्न नसक्ने भयो। अनि त्यही भएर चाहिँ मैले दिदीको भिडियो चाहिँ मैले पोस्ट गरेन। जस्ट मैले जाँदै गरेको र फर्केर आउँदै गरेको भिडियो चाहिँ हालेको छु। माया गर्नु होला, साथ सपोर्ट दिनु होला, साथै फलो गर्दै जानु होला। कमेन्टमा चाहिँ मेरो केही गल्ती छ, केही सुधार्नु छ हैन, गल्तीहरू छ भने सुधार्ने मौका दिनु होला, सुधार्ने मौका दिनुहोस् भन्न चाहन्छु। मैले पहिलाको भिडियोमा पनि भनेको थिएँ कि मलाई भिडियो एडिट गर्न आउँदैन। जस्तो छ, जस्तो भिडियो गरेको छु मैले त्यस्तै अपलोड गरिरहेको छु। मलाई चाहिँ एडिट गरेर अब त्यो बनाउन जान्दैन, त्यो काट्ने र भिडियो एडिट गर्ने। अनि मान्छेले चाहिँ अब यो ठाउँ पुग्दा यस्तो यस्तो भनेर फेरि कतिपय भिडियो चाहिँ एडिट गरेर हाल्नुहुन्छ। उहाँहरूले चाहिँ मलाई मेन इम्पोर्टेन्ट चाहिँ भिडियो एडिट गर्न सिकाइदिनु होला भन्न चाहन्छु। जति पनि अब तपाईँहरू चाहिँ अब फलोवर्स पुग्नु भएर चाहिँ तपाईँहरूकोमा चाहिँ अकाउन्टमा चाहिँ आइसकेको जति पनि भिडियो एडिट गर्नुहुने साथीहरूले चाहिँ प्लिज मलाई कन्ट्याक्ट गरेर चाहिँ कसरी चाहिँ भिडियो एडिट गर्न सकिन्छ, कसरी चाहिँ कन्टेन्टमा जानलाई भिडियोहरू कन्टेन्ट बनाउने हैन, भिडियो कन्टेन्ट बनाएर एडिट गरेर पोस्ट गर्ने, त्यो चाहिँ सिकाइदिनु होला भन्ने चाहिँ म विनम्र अनुरोध गर्दछु है त साथीहरू। त्यो भनिदिनु होला है। मलाई चाहिँ मेन चाहिँ त्यो कन्टेन्ट अब भिडियो एडिटर कसरी गर्ने, क्यापकटहरूबाट छन त छ मसँग क्यापकट अब एपहरू छ, तर मलाई भिडियो एडिट गर्न आउँदैन हैन। त्यो चाहिँ कसरी चाहिँ एडिट गर्ने र कसरी काट्ने, कसरी अर्को भिडियो जोइन गर्ने भन्नेहरू हैन। अब कमेडी टाइपले हाल्दाखेरि चाहिँ अब कसरी कहाँ जान्छ त्यो भनिदिनु होला भन्ने चाहिँ म विनम्र अनुरोध गर्दछु। भिडियोहरू लास्टसम्म अन्तिमसम्म हेरेर चाहिँ साथ सपोर्ट र अब मेरो गल्ती के छ हैन त्यो भनिदिनु होला। केही कुनै भिडियोहरू म बोल्न पनि त्यस्तो आउँदैन, हामी चाहिँ गाउँले हो है। अब त्यस्तै अब केही मिस्टेक भएको छ भने सुधार्ने मौका दिनु होला भन्न चाहन्छु है त चाहन्छु। अनि म के भन्न चाहन्छु भने अब कुनै मिस्टेक नभइकन कसैले सिक्दैन। कुनै मेरो बोल्ने शैली, मेरो शब्दमा केही मिस्टेक आएको छ भने सबैजनाले क्षमा गर्नु होला, माफ गरिदिनु होला भन्न चाहन्छु हैन। त्यही हो। अब हामी चाहिँ नयाँ अब त्यस्तो कन्टेन्टहरू बनाउन जान्दैन, कन्सेप्टहरू चाहिँ हामीले जोड्न सक्दैन हैन। अब के हो राम्रोसँग अब धेरै पढेको भएको हैन, अब मजाले यसरी अब बोल्नु त्यसरी आउँदैन। हामी चाहिँ अब साधारण हिसाबले बोल्ने, साधारण हिसाबले भिडियो बनाउने, हाल्ने गरेको छु। मैले बारम्बार हरेक भिडियोमा भन्ने गरिरहेको छु कि यसो अब कुनै अब भाइरल भनौँ न, एउटा भाइरल भन्छन् त मान्छेहरूले, भाइरल भएको अब कुनै अब त्यस्तो भिडियो एडिट गर्न जान्नुहुने साथीहरूले चाहिँ प्लिज म विनम्र अनुरोध गर्दछु कसरी चाहिँ भिडियो एडिट गर्न सकिन्छ भन्ने चाहिँ त्यो उयो गर्नु होला। म दिदी घरबाट फर्किँदैछु। मेरो गाउँ चाहिँ यो हो। म तल पुग्नुपर्छ, तल यो तल पुग्नुपर्छ। यो चाहिँ मेरो गाउँ हो।
एकदम रमाइलो ठाउँ छ। हजुरहरू पनि भिजिट गर्न सक्नुहुन्छ, वेलकम गर्न चाहन्छु है। हस् त साथीहरू, भिडियो अन्तिमसम्म हेरेर सल्लाह सुझाव दिनु होला है त। हस् त, नमस्ते, बाई बाई सबैजनालाई।